बडा एकदम कुखुराको नानीलाई केही चाहिएन हो हैन यो यो चाहिँ यो चाहिँ यहाँ बनिँदै गरेको चाहिँ त्यही हो अनि योसँग चाहिँ योसँग चाहिँ खानुपर्ने अरे अब पोलेको मासु यति त पुग्दैन होला नि त फेरि हाल्नु न हरियो परिहाल्यो खाँदैछौँ दामी दामी पोलेको मासु एकदम ढुङ्गासँग पोलेको मासु ढुङ्गामा एकदम अर्ग्यानिक तरिकाले पोलेको मासु साग खद कस्तो टेस्ट ओभर दामी दामी है उहाँको आइडिया है अमित साथीको आइडिया अनि